Day 1 of making baby cardigan. So hello everyone, recently मलाई चाहिँ एउटा बेबी कार्डिगनको अर्डर आएको थियो अनि त्यसैको लागि चाहिँ म डेली ब्लग बनाउँदैछु। सो आज फर्स्ट डे चाहिँ म धागो किन्नको लागि चोक गएँ। खरिसकेपछि यस्तो घाम थियो, 12 बजेको घाममा हिँड्दै गइरहेको र धागो किनेर आइसकेपछि फटाफट धागो खोल्न थालेँ। 3 लाचे धागो मैले लगभग आधी घन्टामा चाहिँ खोलिसकेँ भनौँ न, खोलिरहँदा बनाएँ। सुरुमा चाहिँ मैले कार्डिगनको बेस बनाउन लागेको थिएँ एकैचोटि। त्यसको लागि चाहिँ मैले 150 चेन बनाएँ, लगभग 28 इन्चेस लेन्थ भएको र म फटाफट त्यो चेनमा डबल क्रोसेट बुन्दै गएँ। यसमा चाहिँ मैले 3.5 मिलिमिटरको क्रोसेट युज गरेको छु र 4 प्लाई धागो युज गरिरहेको छु। मैले चाहिँ यस्तो गर्ने विचार गरेको थिएँ, सिधै बेस बनाएँ अनि बेस बनाइसकेपछि पछि गएर स्ट्रबेरी चाहिँ फाल्टो कोर्स गरेर एट्याच गर्ने भनेर। त्यस पछाडि मैले लगभग 3-4 घन्टा बुनिसकेपछि चाहिँ मैले खाना सब्जी पकाउनु पर्ने थियो बेलुकाको लागि र फटाक सुकुटी झिकेर मिठो पकाएर चाहिँ गम गुन्द्रुकको झोलसँग चाहिँ माम खाएँ। त्यस पछाडि सबै काम सकेपछि फेरि बुन्नको लागि बसेँ र मैले लगभग अहिलेसम्म चाहिँ कुनै पनि चेन्ज गरेको छैन। मैले डबल क्रोसेट नै बुनिरहेको छु 150 वटा चेनमा नै। अनि यो चाहिँ मैले आज चाहिँ मैले कतिसम्म सकेँ भने 8 वटा रो मैले बुनिसकेको थिएँ। झन्डै एउटा पोलो धागो चाहिँ झन्डै सकिएको थियो। सो डे 1 मा यति नै थियो। सो तपाईँहरूलाई चाहिँ यो कार्डिगन कति दिनमा सकिन्छ भनेर थाहा पाउनु छ भने चाहिँ डेली मेरो भ्लगलाई हेर्नु होला। आजलाई बाई बाई।